के साँच्चै एक्सेस नभएको बाटोमा जेल लागु हुन्छ होला। त्यो ठाउँमा त जबकि एक्सेसै छैन, छिर्ने बाटोमा जम्मा 16 फिट छ अनि निकास छैन। त्यो बाटो छिरेर कतै निस्किने अर्को बाटो पनि छैन भने त्यो बाटोमा चाहिँ जेल लाग्न सक्छ। यसो गरौँ, अहिले मैले सिधै प्रश्न गरेको, त्यो ठाउँमा जेल लागु हुने अवस्था छ कि छैन? छैन। यदि तपाईँले जेल लागु हुने अवस्था छैन भने म यहाँले एउटा जानकारी दिउँ, त्यो जग्गा लगभग 12 रोपनीको सिङ्गो प्लट थियो। स्थानीयहरूले कहिले भाडामा माग्न आउने, कहिले किन्न खोज्ने, अब आवश्यकता भएन, बेचेन, भाडामा लगाएन, त्यसपछि स्थानीयहरूसँग एक खालको सम्बन्ध बिग्रेको चाहिँ यथार्थ हो। तर त्यही न्युमा त्यहाँ भित्र बस्ने लगभग 40-42 घरले एक खालको सम्बन्ध बिग्रेको, त्यो चाहिँ रिभेन्ज लिएको जस्तो लागिरहेछ होइन। अब यसमा चाहिँ हामी पनि गुमराह, जस्तै अस्ति मैले कार्खा सरलाई फोन गर्दाखेरि उहाँले के भन्नुभयो भने त्यहाँ पोल गाडेको छ, ट्रान्सफर्मर राखेको छ, यो पट्टी जग्गामा भन्नुभयो। पट्टी जग्गामा राखेको होइन, उहाँहरूले चाहिँ पार्टी पालिस भएको कारणले क्षमता वृद्धिको लागि आफ्नै जग्गामा ट्रान्सफर्मर राख्न पाइन्छ र त्यो राखेको मात्रै हो। उहाँलाई पनि अब मिसइन्फर्मेसन भएको जस्तो देखियो होइन। त्यो कुरा तपाईँ स्वीकार्नुहुन्छ नि। त्यो भएको कारणले यो जग्गामा जुन खालको घटना भएको छ त्यो चाहिँ पुनः छानबिन गर्नुपर्ने र जसले गल्ती गरेको छ त्यो चाहिँ त्यसले चाहिँ कारबाहीको भागीदार भन्नुपर्छ भन्ने माग हो।